ओहो दिलमन दाइ के हो अन्त दिलमन दाइले त अनि आज त ढेँडा खाने तरिका यसो हो क्या अन्त दिलमन दाइ तरकारी आलु पनि खाएर खानु अन्त एक पिस हालिदिनु बस आलु एक पिस ल एक पिस आलु आलु एक पिस दाइले आलु हाल्दै हुनुहुन्छ अब आलु सुकुटी परेछ ल ओइ ल भने माता दिनुहोस् है दिनुहोस् सुकुटी दाइ एकचोटि चाट्ने क्या चाटेर चाहिँ होइन थाल चाहिँ त्यो धुनै नपर्ने गरी अब लास्टमा तपाईँको थाल देख्नुहुन्छ दाइले कसरी चाहिँ चाट्नुहुन्छ भनेर ढेँडा खाने यसरी हो क्या यसरी क्या थाल देखाउनु दाइ के हो अन्त हामी अम्बो दाइले त दामी यार दाइ त के हो ढेँडो खाने बित्तिकै मोटो मोटो देखिन्छ त है